अब स्कुलको यात्रा ड्रेस तयार भइसकेको छ। यता दुध खाएर यहाँ आमाले दुध खुवाइदिनु लाउनु भएको छ। अहिलेको मौसम चाहिँ शीतल छ, खासै गर्मी छैन, घाम छैन, लाग छैन, तर पनि गर्मी त छ। त्यति साह्रो गर्मी चाहिँ छैन है। बोकेर लैजाने है ट्याक्कै। अब डेडीले बोक्न सुरु गरिसक्नु भएको छ। झोला चाहिँ तलै छ माटै फर्स्ट क्लास गाजरो। यो बच्चालाई बोक्ने बच्चा यस्तो बच्चा छ। अलि माथि डेडीले यत्रो ड्याम हो। ह्यान्डसम बाबु चाहिँ ह्यान्डसम हुँदैछ। मेकअप स्टारले मेकअप गरिदिँदैछन्, देख्न सक्नुहुन्छ। हाम्रो ह्यान्डसम बाबु स्कुल जानलाई तयारी रूपमा। झोलामा सबै हाल्यौ कि नै? डब डब पङ्खा चस्मा मैले पुछिदिइसकेको हो। बाबा मोबाइल सेन्टर हाम्रो सप हो। हाम्रो घर हुन्छ। आज चाहिँ घाम चाहिँ लाग्छ होइन, त्यही पनि गर्मी चाहिँ छ है। गर्मी चाहिँ निकै छ। लाग्यो नि नेल काट्न हो। बाबु के काटेको यसरी? नेल। अब नङ पालिस लगाएर जाने स्कुल हो? नङ पालिस लगाएर जान्छौ? तेरि यस्तो नङ पालिस त लाउनु भएन नि त। केटी हो र तिमी नङ पालिस लाउनलाई? केटी पनि लाछ, केटी चाहिँ होइन कि त यो त। टाई उल्टे अलि यता लाऊ, सिधा गराऊ। हाम्रो भ्लग चाहिँ साँझ आउँछ है युट्युबमा। सब्सक्राइब गरिदिनु होला भन। 1,200,000 पुऱ्याइदिनु होला चेट्टै भन। खासै राम्रो त छैन, तर पनि यस्तो घाम लागेको छैन, एकदम ठिकठाक छ।